साथीहरु बच्चाहरुको स्कुल सकेर हामी चाहिँ गाउँतिर छौं है त। अलि राम्रो थाप्न केक पुर्के गाउँतिर छौं है त। यहाँ बच्चाहरु किम्बु टिप्नलाई रमाउँदै छन्। यता हेर छोरो। अनि कस्तो भइराछ त गाउँमै? गाउँ हैन मामा घरमा। ल त्यो के फोरायो त्यो छाला। अति माथि माथि जान्छ। मजाउ लड्छ। चप्पलै लाएर सक्दैन क्या। तल भेट्ने ठाउँको तल तल टिप न। एउटा चाख्नु पर्यो। कस्तो छ? अमिलो रातो अमिलो कालो छ गोली त्यो राम्ररी सम्राटले देखेन अरे। लौ न म कहाँ जाने होला। कता टिपौँ भयो भनिराख दिदी चाहिँ। कचौरी तल राख अनि ल। बरु पातहरु नउम्रिने भएको। कचौरी तल राख अनि एउटा हातले समाऊ। कालै भूमि गरी उम्रे भाकै। अनि कालै भएन त यस्तो कालै भइराछ त। भाइलाई कता टिप भइसक्यो। हेलो दिदी आधी कालो आधी रातो। रातो रातो भात नटिप अमिलो हुन्छ। अमिलो हुन्छ। कस्तो भइराछ छोराछोरी हो। हाम्रो गाउँमा आएको भोलिपल्ट पहिलो दिनको भ्लग है यो। यता यता ले कस्तो धेरै खानु हुँदैन है। हामीले पचाइहाल्छौँ। पचाउँछ? ए सबैसँग बाँड्दैन। तल्लो घरबाट के बिमला माइजूको कत्रा गर्छ। ए तल्लो घर माथिल्लो घर अब यो समस्या है। मैले छोडिदिन्छु। कामै यही त हो नि अब तिमीहरूको। सबै एक्स्ट्रा यत्र पाउँछ भने। ओहो हो त रहेछ। ऐसिलो नै भालो हुन्छ। ऐसिलो बेला भएन। अब कतिखेर घर फर्किने बेलासम्म पाक्छ होला ऐसिलो पनि। पाक्छ होला। 7 गतेदेखि स्कुल गइछ भने म यही मनाएर जान्छु स्कुलबाट। 7 गतेसम्म हुँदैन क्या। खोलिहाल्छ नि स्कुल। अब 2-3 गतेबाट खोल्छ होला। मेरो बर्थडे है मनाउँदै हो। यही? वाह यति भए पुग्छ। यिनीहरूलाई के को भोक यो फुरफुरले भोकै छैन। मलाई त पुगे पनि पुग्यो अहिलेलाई। अब दिउँसो आउनु पुग्नु। धेरै दिउँसो आउनु। हामी बोतै बिताउनु पर्छ यहाँ हालेर अहिले पुग्यो। अब भिडियो भइरहेको छ माथि। केरा छ है यता चाहिँ साथीहरू। गाउँको अर्ग्यानिक है। भैँसी ओहो ओहो हान्न खोजेको हामीलाई चिनेन। तैट कान्छी छोरी हो कान्छी छोरी हो। ए अब सुरु हुँदैछ यहाँ खानालाई। किम्बु टिपेर ल्याएर साथीहरू। कस्तो छ बच्चाहरू? कुनै कुनै हाम्रो बेलुका अहिले दिउँसोतिर उता जाने। कता
कता माथि कता माथि भने ढल ढल खोलामा हुनु के ढङ्ग होला पौडी ल ल जाम्ला नि त भान्जा भान्जीलाई किरा हेर त गिलासमा दुध आयो ल छोडिदेऊ किम्बु नखाऊ दुध खाऊ अहिले लास्ट हो पुग्यो नखाऊ चिसान अब शरीर त्यहाँ रमाइलो काठमाडौँ कि घर ऊ बना होला नि बरफ बनाएको ओ पानी अरे शिव पानी मात्रै आइस गाउँघरको रमाइलो छुट्टै छ है त काली भैँसी कहाँ हो गुफा भने तेर्सै जाउँ भनेर भने तिमीहरू सुधिरहेको थियो अनि म तलतिर खेततिर जानलाई हाटै आएन अब त घाम चर्कोमा कहाँ हिँड्न सक्छ दिउँसो होइन दिउँसो के अरे बेलुका बेलुकाखेरि ल हिजो कि कहिले घुम्न जाने होइन बा भने होइन यसले आउने बित्तिकै अब त हरायो बाबै घुम्नु पर्छ सबै रमाइलो गाउँ नआएर त 3 महिना जति भयो पुग्यो होला धेरै भइसक्यो छाड्छन् छाड्यो भने पर्छ पेट दुख्छ अब खानु म त हाम्रो मौरीको चाहिँ अर्ग्यानिक घार यता पनि छ है त मौरीको अर्ग्यानिक घार यो आधुनिक कारमा चाहिँ अर्ग्यानिक मह पाइन्छ है त ल साथीहरू कोइराल फुलेर सेतै भइरहेछ है त त्यहाँ मोटैभरि टिपेर चाहिँ अचार बनाउनु पर्छ अब अन्त मेरो छोराछोरी चाहिँ रमाउँदैछन् आरू फलेको देखेर क्या खतरा है यत्रो रह्यो कहिले जा भाइ त लट्ठी लिएर छोरी यहाँ गाउँ कुर्दैछिन् हजुर लिएर दिन्छु यति खुसी छन् नि यो बच्चाहरू चाहिँ गाउँमा यो कहिले कुट्ने भोलि पर्छ दादा यो लि ल हाम्रो गाउँको यस्तै यस्तै भ्लगहरू हेर्नको लागि चाहिँ सुशीला थापा युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला आज चाहिँ यति नै फेरि अर्को भिडियो लिएर आउँछु है त साथीहरू म